हेलो गाइस, वेलकम बैक टु मेनी ब्लग। अनि के छ त ब्लग जनता, तर स्वागत छ अर्को मेरो नयाँ ब्लगमा। आज चाहिँ हामी जान आँटेको छौँ छिन्नमस्ता मन्दिर, सखडा मन्दिर दुईटै भन्छ। अनि मेरो त दिन भएर ब्लग आउनुको कारण भनेको म भ्याउँछु स्टुडेन्ट लाइफ अलिक नभ्याउने परियो, त्यही भएर नभएको मलाई माफ गरिदिनु होला प्लिज हैन। अब यहाँ सबैजना रेडी हुँदैछु म। अब तपाईसँग म ठ्याक्क अब हिँड्छु अनि हिँडिसके बेलापछि भेट्छु है त। यहाँदेखि नै सुरु म त देखे भएको म त अहिले बिचमा रोक्ने म पुत्तै हाल्दिनु न बिचमा रोक्ने यो सब पानी हुन्छ हाल्दिनु मामु हाल्ने मैले चल्छ। हामी यहाँ कुन ठाउँमा आइरहेको छौँ, म चाहिँ गुगल म्याप हेरेर आइरहेको छु, त्यो पनि चिनेको छैन कुन ठाउँ यहाँ हुस्से लागेर पुरै टेन्सन। गाडी रोकिएको छ अहिले, म गुगल म्याप हेरी आइरहेको छु। चल्छ हामी आइसकेको छु मन्दिर। हाम्रो लोकेसन यहाँ छ मन्दिर, यही त हो नि मन्दिर, सेम यही छ गुगल म्यापमा यस्तै छ मन्दिर। हेर्न सक्नुहुन्छ है यहाँनिर पोखरीमा बोटिङ पनि छ, हामी बोटिङ पनि गर्छौँ। त्यहाँबाट यो त्यो सिडी छ नि, त्यही सिडीबाट छ गुगल म्यापमा, त्यहीबाट वरिपरिको छ गुगल म्यापमा सिडी। यहाँ चाहिँ यहाँ घन्टा बजाइँदैछ सबजनाले। अनि यता चाहिँ बोटिङ सुटिङ गरिरहेको छ। अनि यहाँ मन्दिरको स्पिकरहरू यहाँ मान्छेहरू घुम्दैछ धेरै। यहाँ अङ्कल सफा गर्ने मान्छे यहाँ चाहिँ यत्रो ठुलो पोखरी छ। यहाँ चाहिँ सबै छैन, यहाँ चाहिँ पुरै पोखरी छैन, हरियो पानी भएको। बोटिङ पनि यस्तै गर्ने होला, यही कुदाउने होला बोटिङ। बिचमा जान दिँदैन होला, बोटिङ गरे पनि यही कुदाउने होला। बाबा यहाँ हेर्नु न बाबा, बोटिङ गरे पनि यही कुदाउने होला नि बाबा। यहाँ नुहाउन चाहिँ मिल्दैन, किन रान्दिनु यार। What are you doing? यो गुगल म्यापबाट फोटो हालेर यहाँ चाहिँ क्यामेरा प्रयोग गर्न मिल्छ। धेरै मैले तपाईँले लुकी क्यामेरा प्रयोग गरेर देखाउँदैछु। यस्तो छ भित्र चाहिँ क्यामेरा लुकाइ गरिरहेको छु मान्छे देख्यो भने मेरो चेष्टा हुन्छ मलाई। म तपाईँहरूको लागि रिक्स लिँदैछु, एउटा लाइक र कमेन्ट एन्ड सब्सक्राइब चाहिँ हानिदिइहालौँ है त। गाइस चाहिँ हेर्न सक्नुहुन्छ छोइएको बोटै छ हामी त मन्दिर पछाडिपट्टिको ठाउँ छौँ। यस्तो फ्लोर रहेछ। यो रहेछ होइन, यो रुखमा चाहिँ भएछ सबै पातहरूको माथिपट्टिको मुन्टो बटारिदिएको छ। बटारीले यस्तो चुच्चो पारिदिएको छ। मैले नि एउटामा पारिदिएँ होइन, यो के को लागि हो थाहा छैन मलाई। यो सखडाको यहाँनिर यो साँपको मन्दिर जस्तो बनाएको छ। अगाडि पञ्चमुखी भगवती खोइ के भन्ने एउटा सानो मन्दिर छ। जति धेरै सबै हेरौँ, यहाँ पनि गाँठो पारिदिएको छ, यहाँ पनि गाँठो पारेको छ, सबतिर गाँठो पारेको छ। यो अलिक खोइ के हो, यो अचम्मको कसैलाई थाहा छ भने कमेन्ट डाउन बिलो। चाहिँ हामी यहाँ बोटिङ गरिरहेको छौँ होइन। यहाँ म चाहिँ ह्यान्डल कन्ट्रोल गर्ने जबमा, पाइडल मार्ने नि मै हो। अनि पाइडल मार्दै ह्यान्डल कन्ट्रोल गर्दैछु गाइज। मेरो अनुहार मजाले देख्छ कि छैन पो खै।
गाइस हेर्न सक्नुहुन्छ म चाहिँ अहिले यहाँ ह्यान्डल कन्ट्रोल गर्दै हामी जाँदैछौँ बोटिङ गर्दै गर्दै अझ ह्यान्डल कन्ट्रोल गर्दै गर्दै बोटिङ गर्दैछौँ गाइस चल्छ हामी ओइ ठोक्यो उता हेडे हेडे यतरै ठोक्यो ठोक छैन कुदाउनु ए गाइस यहाँनिर अहिले हामी घुम्दैछौँ होइन म चाहिँ ड्राइभर गुर्जी अनि अहिले यता हामी घुम्दै सिधा उता वा गइसकिनु है त्यही तपाईँलाई त मल गरिरहेको टाइम हेभी ड्राइभर मैले भर्खर यस्तो दामी पार्किङ हान्थेँ रोक्नु त यो गाइस चाहिँ यत्रो सानो ठाउँबाट उता त मामु आफ्नै धुनमा टिकटक मात्रै बनाएको बनायो चलाएर तपाईले घर आउनु मिल्दैन भाइ गाइस म चाहिँ यत्रो सानो ठाउँबाट यत्रो ठुलो यो बोट यो त्यहाँबाट बिचबाट सररै निकाल्दै गयो गाइस अनि यस्तो दामी ठाउँबाट निकाल्दैछ नि यता चाहिँ पुरै नयाँ नयाँ हुँदैछ अनि यस्तो ठाउँमा घुमिरहेको थियौँ हामी अहिले यतिकै भिडियो बनाउने हो क्या गाइस यो चाहिँ 360 रहेछ गाइस अहिले चाहिँ हामी यहाँ बाहिर प्रवेशद्वारमा छौँ यहाँबाट बाहिर छौँ होइन भित्र जानको लागि सप्तरी जिल्लाको सखडा मन्दिर अथवा छिन्नमस्ता भगवती मन्दिरमा आज हामी घुम्न आएका छौँ सपरिवार देखिरहेको छ म पनि अब भ्लगर बाबा भ्लगर होइन नि बाबाले घरि यस्तो हस्बेन्ड वाइफ सेम दुवैजना भिडियोमा लागि बजाउँ न उता होइन चाहिँ हामी होटल आएको छौँ यो सबै हाम्रो टिम हो सखडा मन्दिरमा भनेर हालिहाल्यो डेट गरिहाल्यो के हामी त्यही खाँदैछौँ आज खाना आएको छौँ अब खाना आएपछि खाइसकेपछि त्यहाँ हाम्रो खाना चाहिँ खाना आइसकेर भेट्छु है त गाइस चल्छ म यहाँ कालो जिलो किनेको छु म 40 जुलाई चाहन्छु जिराले सब्जीमा पार्क चलेको छ रसबारी जुलाबीहरु छ रसबारी म मिलाउँछु क्या बस्दै चाहिँ हामी यहाँ पञ्चकालिनी मन्दिर आएको छौँ यहाँ सक्नुहुन्छ अहिले यो मन्दिरको अङ्कालिनी नै हो पहिलाको पालि आउँदाखेरि म यहाँनिर यो होटल बन्दै थियो भर्खर अहिले बनिसकेको छ धेरै विकसित भएछ अहिले यो घर एरिया थिएन यहाँ बनिसकेको छ अब पहिला आउँदा यहाँ केही पनि अहिले बनिसकेको छ यहाँ कोशी ब्यारेज कोशी नदी तपाईँहरूको आँखाले भ्याए जति सबै नदी नै नदी छ तपाईँको आँखाले ए पहन्न
52 ढोका 24 नम्बर ढोका जान ग्रुपमा छिटो पानी परेको धेरै बाढी आएकोलाई चाहिँ मान्छेहरू यहीँ माथि बसेर त तपाईँले देख्नु भएन त्यो रोक फालेर यसले बाहिर उसमा आउन रुखहरूको सबै यताहरूको गाडी यहीँ राखेको बिचमा पुलिस आयो भने फाइट काट्छ बसेर पनि यहाँ आँखाले भइहाल्छ सबै यहाँ पानी छ तपाईँहरूले आँखाले भइहाल्छ सबै उता पनि इन्डिया नेपालमा त आउनु थाहा भयो राइट इन्डिया यता इन्डिया हो कि यता इन्डिया हो भन्नु ल ढोका भएकोतिर नेपाल हो कि चाहिँ गराइरहेको छ भाइलो धेरै पछाडि यो आयो होइन धेरै पछाडि आयो फेरि एकचोटि ल धेरै पछाडि पनि होइन यो धेरै भरेबाट घर आइपुगिसकेको छु हाम्रो ट्रिपबाट भए कस्तो लाग्यो कमेन्ट डाउन बिलो आजको ब्लगको लागि चाहिँ यति त्यतिसम्म अर्को ब्लगको लागि भेटौँ न त्यतिसम्म सबैजना ठिक रहनु होला स्वस्थ रहनु हस्त नमस्ते